हेर्नुस् दाइ, यो हाम्रो ग्लास उल इन्सुलेसन आइसकेको छ स्टकमा। अझै भित्र 50-60 रोल राखिसकेको छ। यो हाम्रो यहाँ स्टक छ। मैले के हेराउन खोजेँ भने यसले के काम गर्छ, यो ग्लास उल इन्सुलेसनले के काम गर्छ। त्यहाँको थर्मल इन्सुलेसन गर्छ, यानि कि बाहिरको चिसो भित्र आउँदैन अनि भित्रको चिसो बाहिर जाँदैन। थर्मल इन्सुलेसनको काम गर्छ। अनि यसले तपाईँको जहाँ राख्नुहुन्छ त्यही टेम्परेचर मेन्टेन गरेर राख्छ, किप वार्म गर्छ। फायर प्रुफ पनि हो, आगो पनि लाग्दैन यसमा। प्लस तपाईँको यो वाटर प्रुफिङको पनि काम गर्छ। प्लस साउन्ड एब्जर्प्सन, तपाईँको रेडियो स्टेसन खोल्नुभयो वा हल सल बनाइराख्नु भएछ भने त्यहाँ साउन्ड एब्जर्ब गर्छ र भित्रको साउन्ड बाहिर, बाहिरको साउन्ड भित्र आउन दिँदैन। प्लस यो ग्रिन भनेको हाम्रो रिसाइक्लेबलै होला सायद, मेबी। अनि एनर्जी सेभिङ भनेको छ, यसको पनि के मतलब हो मैले पनि थाहा छैन। अनि हेल्दी एन्ड सेफ्टी, हेल्दी त मैले भन्दिनँ होइन, आँखमा धुलो सुलो पर्यो भने एकदम चिलाउँछ यो। हेल्दी त होइन यो, तर एकदम सेक्योरली र राम्ररीसँग काम गर्नुभयो भने यसले एकदम राम्रो काम गर्छ। साउन्ड इन्सुलेसनको लागि धेरै जसो प्रयोग हुन्छ र फायर प्रुफ र वार्म गर्नलाई थर्मल इन्सुलेसनको लागि हिमाल एरियाहरूमा काम लाग्छ है दाइ। त्यही भएर ग्लास वुल इन्सुलेसन चाहियो भने हामी राधेश्री इन्टरप्राइजमा सम्पर्क गर्नुहोस्। अल ओभर नेपाल डेलिभरीको सुविधा छ। डेलिभरी चार्ज तपाईँको एक्स्ट्रा लाग्छ। अहिले नै तुरुन्तै अर्डर गरिहाल्नुहोस् है दाइ।